ल म्याडम आमा कस्तो हो नास्पाती बाफ्रे ल नास्पाती हेर्नुहोस् साथीहरू यस्तो फलेछ कि नास्पाती होइन पोहोर मैले कटिङ हानिदिएको नास्पाती बबाल फलेछ अब मेरो बुढियाले चाहिँ पुरै नास्पाती टिपेर उ गर्दैछ अब मैले यो फेजलको मैले बोक्नु पर्ने होला अब आफू भिडियो खिच्नु थालिए हेर्नुहोस् अब यसमा विवाद होला जस्तो गाह्रो हुने हो माथिको कसरी टिप्नु बुढी अब तिमी जान सक्छौ माथि उत्याएको टिप त उत्याएको उत्यो हेर त उत्यो ल नास्पाती चाहिँ एक फेजल चाहिँ भइसक्यो अब त्यहाँको टिप्दैछ है साथीहरू बिचरा नभेटेर बिजोग छ तर आफू यता उ गर्न थाल्यो होइन गाह्रो छ डेन्जर ब्लक नास्पाती पनि सानो सानो भए पो यार हातमै नआट्ने छ यदि ल नास्पाती खाने भए साथीहरू कन्ट्याक्ट गर्नु होला है कोलाई चाहिन्छ नास्पाती धेरै चाहिँ छैन 8-10 किलो चाहिँ म पठाइदिन सक्छु डोको ल्याउनु पर्यो डोको लिन जाँदैछ बारीभरि मकै फलेछ मकै त खासै त्यस्तो राम्रो त छैन फेरि छ्यामाको स्टाइल बेग्लै छ फेरि उतापट्टि तर रुख सानो भए पनि नास्पाती चाहिँ खत्रै फल्यो हो हाम्रो डाँडाबारीमा अब पुरा कुखुराको फुल राखेको स्टाइलले होइन टक्क राख्नुपर्छ पुरा यो चाहिँ कुचियो भने झन् एकदम छिटो कुहिन्छ कि साथीहरू त्यही भएर यसलाई चाहिँ एकदम जतन गरेर राख्नुपर्छ होइन एक डोको त बन्छ कि आज एक डोको नास्पाती लिएर 15 दिन राखेपछि यति लपक मिठो हुन्छ कि यसको खुवाई चाहिँ एकदम मजा आउँछ होइन म चढ्नुपर्छ माथि क्यामेरालाई समाउने ठाउँ चाहिँ भएन के नत्र चाहिँ खत्रै हुन्थ्यो रहेछ होइन मकैको घोगामा अड्याइदिउँ कि क्या साथीहरू यस्तो घोगामा ट्याक्क पारेर होइन म ट्राई गरिहेर्छु है त ओहो फेरि खस्यो भने यार बर्बाद हुन्छ ल स्ट्यान्ड स्ट्यान्ड हो स्ट्यान्ड क्यामेरा रोल एक्सन बबाल छ त हो स्ट्यान्ड त अनि ल नास्पाती टिपेर एक डोको भइसकेको छ अब म रुख चढ्दैछु काली यसो गर तिमी क्यामेरा अठाउ क्यामेरा अठाउ न म चढ्छु 4 मिनटको हो होइन नास्पाती यसपालि पातलो भए पनि ठुलो फलेछ यसपालि अस्ति हिउँदमा मैले कटिङ गर्दै थिएँ बबाल फलेको छ बबाल फलाइ डेन्जर छ यसलाई फेरि धेरै धकाल झुकुर पार्नु हुँदैन
एकदम नराम्सी अठाउनुपर्छ। अब बुढिया चाहिँ रुख चढ्दैछ होइन। त्यो डन्ठी भाँच्यो भने झन् छिटो कुहिन्छ नि त। आहा लड्ने हो कि म त हातमै लिन्छु अनि त्यहाँ झऱ्यो त नि भुइँमै झर्न देऊ भुइँमै नत्र कुहिछ आम्मा के यसपालि नास्पाती चाहिँ ठुलोको चाहिँ राजा होला। सबसे ठुलो नास्पाती कसको फल्यो यसपालि भने नि मिस्टर प्रमित मगरको फलेको छ। आम्मा ओहो के है बाफ्रे ओ सरी कहाँ पुग्यो त्यो अर्को ठुलो